सबैलाई नमस्ते। ल आज चाहिँ धेरै पछि चाहिँ एउटा सानो भिडियो बनाउँछु भनेको। बाबु झुला अलि पछि खेल्ने कि झुला अलि पछि खेल्ने? खुट्टामा लाग्छ बाबु, खुट्टामा लाग्छ। ल के रे? होइन होइन छोड। ओहो यस्तो गर्मी थ्याट एकछिन युरिया छरेको है, एकदम लास्ट गर्मी भयो क्या। ओहो अनि त्यही भएर चाहिँ मैले यता हाम्रो कन्हैया दाइलाई बोलाएको छु। ल कन्हैया दाइ यसो हात खडा गरिदेऊ त, ल यसो गरिदेऊ न। ल अरे कन्हैया दाइले एक लास्ट गर्मी भयो क्या। यस्तो यस्तो गर्मी पसिन के रे के भन्यो? ल ल क्या अहिले जाने चाहियो चाहियो भनेर कहाँ पाइयो त नि? दिन्न ल यो ल हिँड ल ल यता चाहिँ मौसम एकदम मस्तको छ क्या है। मौसम आकाश पनि यति सफा छ, एकदम निलो छ, पानी पर्ने छाँटकाँट छैन है, पानी चाहिँ पर्ला जस्तो छैन। र यता चाहिँ मेरो प्रियले चाहिँ घाँस काट्दैछन् यस्तो मजाले। ए घाँस कटिङ हुँदैछ। कान्छी तिमीले कुरो देखेन भन्थ्यौ नि, हेर कुरो कुरो यो कुरो हो र? ल ओहो के रे तिनजना घर बसेन? एक बाल्टी आधा बाल्टी भने बचाइदेऊ न। ल यस्तो राम्रो मौसम छ है यता, जुन रहेछ धन छ। यता चाहिँ हाम्रो दाइलाई चाहिँ युरिया सकिएछ, अब युरिया लिएर जाँदैछु। लास्ट गर्मी भयो कि एकदम यस्तो गर्मी, गर्मीको त पुरै गर्नु पर्ने पानी पर्छ तेरिका। ल आज चाहिँ पहिलोचोटि यसरी बोरा बोकेको भिडियो बनाएको छु मैले है। के रे छि होइन के? के ठिका के भन्छ ए दाइलाई चाहिँ युरिया हाल्थ्यो। पानी बोतल कहाँ राखेको र? रोका म पानी लिएर आउँछु। अब यता चाहिँ यो भर्खरै काटेर यहाँ माथि राखिदिएको यो सगुनको पत्ताहरू, त्यो धानलाई एकदम डिस्टर्ब गऱ्यो क्या। त्यही भएर हजुर के भन्यो? कुवा अब यस्तो छ गर्मी। अब यो गर्मीमा चाहिँ पानी त खानै पऱ्यो होइन, पानी नखाइकन त। अब हाम्रै खुद चाहिँ के गरेछ खेतमा? बा के गरेको बाबु खेतमा? छि बाबा झुला बाबा वहाँ छ नि त, उता छ अगाडि हिँड पहिला हिँड। लास्ट दिमाग खराब बनाउँछ यसले, लास्ट गराउँछ कि। हेर्नु गाइज यस्तो खत्तम छ कि मेरो छोरो यो, यस्तो छ। अब केमा ऐते छ यो? ल पानी खाला ल मम्मीले दे थोरै अङ्कललाई राख्दै दे, उता अङ्कललाई थोरै घाँटी चिसो पार्नलाई। आउ जाऊँ चाहियो ल ल ल ल आऊ यता दिन्छु। खाल्टो नबना के, खाल्टो नबना। कुरो भन्दा यो कुरो होइन र यो। You senseless girl. You senseless girl. You too senseless girl. You naughty. What is going on?